नमस्कार। कार्यक्रम रोड शोमा यहाँलाई स्वागत छ। म रहेको छु प्रकाश। कार्यक्रम रोड शो यहाँले अहिले असल साथी मिडियाको धेरै माध्यमबाट हेरिराख्नु भएको छ होला। तपाईले असल साथी भनेर युट्युबमा सर्च गर्न सक्नुहुनेछ। त्यसैगरी नेपाली अक्षरमा असल साथी रेडियो पनि तपाईले सर्च गरेर हामीलाई युट्युबमा भेटाउन सक्नुहुनेछ भने फेसबुकमा तपाईले असल साथी रेडियो भनेर पनि सर्च गर्न सक्नुहुनेछ र हामीलाई भेटाउन सक्नुहुनेछ। कार्यक्रम रोड शो विशेषतः श्री जयकाली जडीबुटी उद्योग प्रणालीद्वारा उत्पादित ओखती साबुनले चाहिँ गरिरहेको छ र यस आयोजना गरेको कार्यक्रममा हामी जुन ठाउँमा गएर विशेष गरी अहिलेको परिवेशमा आजको परिवेशमा भन्यो भने आज हामी पोखराकै अलि चर्चित ठाउँ भनौँ विन्ध्यवासिनी मन्दिरलाई नै आज त्यहाँ कुराकानी गर्ने कि भन्ने हाम्रो चाहिँ कुराकानी रहेको छ र त्यहाँ केही कुराकानी गर्छौँ। प्रश्न सजिलो हुनेछ। यही आज चाहिँ विशेष गरी यही देशकै यो भौगोलिक सँगसँगै केही राजनीतिक रूपमा चाहिँ प्रश्न गर्छौँ र प्रश्न हामीले एउटा मात्रै सोध्दै आइरहेका छौँ र हामीले प्रश्न सोध्छौँ, उहाँले जवाफ मिलाउनु भयो भने हामीले श्री जयकाली जडीबुटी उद्योग प्रणालीद्वारा उत्पादित ओखती साबुन हामी उहाँलाई चाहिँ उपलब्ध गराउँछौँ र यसरी नै हामी तपाईँको ठाउँमा तपाईँ गाउँमा आयौँ र कार्यक्रम गऱ्यो भने तपाईँले उत्तर मिलाउनु भयो भने पक्कै पनि तपाईँ पनि त्यसको विजेता बन्ने हकदार तपाईँ पनि हुनुहुनेछ। यस कार्यक्रमलाई हामीले परिष्कृत गर्दै पनि अगाडि बढाउने यहाँहरूमा चाहिँ बासा गर्दै आज कार्यक्रम रोड शो रहेको छ। यस कार्यक्रममा पहिलो अतिथिको लागि चाहिँ हामी लाग्न चाहन्छौँ। कार्यक्रम रोड शो मार्फत आज हामी यहाँ विन्ध्यवासिनी मन्दिरमा आइसकेका छौँ र आज यहाँ हामी आउने दौरानमा यस परिसरमा हामीले एकजना बहिनीलाई देखिरहेका छौँ। आउनुहोस् उहाँसँग कुराकानी गरौँ, केही प्रश्न सोध्छौँ। जुन कार्यक्रमको सुरुवातमा पनि हामीले भनिसकेका छौँ केही पुरस्कार पनि यहाँ उपलब्ध हामीलाई श्री जयकाली जडीबुटी उद्योग प्रणालीले गरेको छ। त्योभन्दा पहिला कार्यक्रममा ती बहिनीलाई स्वागत गरिहालौँ। स्वागत छ बहिनी कार्यक्रममा। हस्, नमस्ते। मेरो नाम योगमाया घरती मगर। अनि तपाईँ चाहिँ पोखराकै बासिन्दा हुनुहुन्छ अथवा पोखराभन्दा बाहिरबाट आउनुभएको हो नि? हजुर, हामी चाहिँ बाहिरदेखि बागलुङदेखि आएको। पोखरामा चाहिँ किन आउनुभएको? हामी पढ्नलाई, त्यही भएर पढ्न आउनुभएको। अनि यहाँ कतिमा पढ्नुहुन्छ, के छ? 12को इक्जाम दिएर बसिरहेको। अहिले भनेपछि इक्जाम दिएर बस्नु भएको छ, त्यस्तो जबहरू त गर्नुभएको छैन? अनि यो जुन कार्यक्रममा चाहिँ म तपाईँलाई केही प्रश्न सोध्छु, त्यो प्रश्नको उत्तर तपाईँले दिनुभयो भने हामीसँग केही पुरस्कार छ, त्यो पुरस्कार यहाँलाई उपलब्ध गराउँछौँ है त। यो नेपालको जुन प्रधानमन्त्रीको नाम यहाँलाई थाहा छ? हजुर, केपी शर्मा ओली। केपी शर्मा ओली है। अनि तपाईँ त 12 क्लास भनेपछि 12 क्लासमा तपाईँ कुन फ्याकल्टी थियो? एजुकेसन। एजुकेसन भनेपछि भोलि पर्सि शिक्षक बन्नुहुन्छ? खै त थाहा छैन, बन्ने होला। अनि यहाँ पोखराईमा ब्याचलर पढ्ने भनेर आउनुभएको हो कि केही समय घुम्नको लागि मात्रै आउनुभएको त? ब्याचलर पढ्ने हो। अनि यहाँ चाहिँ एजुकेसनमा गर्नुहुन्छ कि आर्ट्सतर्फ अन्य कतै फ्याकल्टीमा जानुहुन्छ त? एजुकेसन नै पढ्ने। एजुकेसनमा गर्नुहुन्छ। अनि बागलुङ यहाँको घर कता नि? बागलुङ निसिबलकोट पर्यो। निसिबलकोट पर्यो है। अनि यहाँ पोखरा आइरहँदाखेरि यो पोखरा चाहिँ कस्तो लाग्यो यहाँलाई? पोखरा चाहिँ एकदमै रमाइलो लाग्यो। अनि हामी चाहिँ यो विन्ध्यवासिनीबाट पर बस्छौँ कि रे, त्यही भएर यही मन्दिरमा गरी आम जस्तो लाग्छ कि, त्यही भएर सधैँ आइरहन्छौँ। अनि विन्ध्यवासिनी बाहेक पोखराको अरू ठाउँमा घुम्न जानु भएको छ कि छैन? गछौँ, चमेरा गुफा अनि उता पुण्डीकोट अनि लेक साइड, त्यस्तै यसपालि बिस्तारै घुम्दै जानु भएको छ। अनि सबै पोखरा यसो तपाईँ घुम्ने ठाउँमा जाँदाखेरि कस्तो महसुस भयो? राम्रो रहेछ, ठिकै रहेछ, खासै राम्रो लागेन भन्ने त्यस्तो केही भयो अथवा के छ? राम्रै लाग्यो। अरू ठाउँभन्दा नि हो खासै यो राम्रो लाग्यो, घुम्ने पनि राम्रै लाग्यो। जस्तै यो पोखरा आउनु भएको छैन, जुन तपाईँको साथीहरू पनि गाउँमै हुनुहुन्छ होला, एकचोटि घुम्न आउनुपर्छ है भन्न चाहनुहुन्छ कि के भन्नुहुन्छ? त्यस्तै भन्छ साथीहरूलाई, नआएको साथीहरूलाई। आएको साथीहरू चाहिँ आएकै नै भयो होइन? हजुर। मैले तपाईँलाई केही जुन प्रश्न सोधेको थिएँ नेपालको प्रधानमन्त्री को हुनुहुन्छ भनेर, यहाँले त्यसको उत्तर पनि जुन मिलाइसक्नु भएको छ होइन? जुन हामीलाई चाहिँ श्री जयकाली जडीबुटी उद्योग प्रणालीद्वारा उत्पादित ओखती साबुन हामीलाई वितरण गरेको छ पुरस्कार स्वरूप, र यो पुरस्कार चाहिँ म यहाँलाई उपलब्ध गराउँछु। यो पुरस्कार यहाँको लागि है त। अनि अन्तिममा के भन्न चाहनुहुन्छ हाम्रो असल साथी मिडिया हेरेर बस्नुहुने साथीहरूको लागि? मैले चाहिँ के भन्न पाएँ भने म चाहिँ आज यो विन्ध्यवासिनी मन्दिरमा अचानक यस्तो बोल्न पाएँ, मलाई खुसी लाग्यो। अनि त्यही हो। यस कार्यक्रम रोड शो मार्फत हामी चाहिँ विन्ध्यवासिनी चोकमा आइसकेका छौँ र कार्यक्रम रोड शो अन्तर्गत
हामीले केही प्रश्न सोधिरहेका छौँ यहाँ जुन हामीले भेट्छौँ दर्शकलाई र उहाँले जवाफ मिलाउनु भयो भने श्री जयकाली जडीबुटी उद्योग प्रणालीद्वारा उत्पादित ओखती साबुन पनि हामीले उहाँलाई वितरण गरेका छौँ जवाफ मिलाउनु भएको खण्डमा। र कार्यक्रम रोड सोमा हामी यहाँ बिन्दवासिनी चोकमा रहेका छौँ र एकजना दर्शकसँग कुराकानी गर्नको लागि हामी यहाँ अडिएका छौँ। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरिहालौँ। स्वागत छ यहाँलाई कार्यक्रममा। थ्याङ्क यू। यहाँको शुभ नाम? देवी राणा पुन। देवी राणा पुन। अनि यहाँ चाहिँ पोखराकै बासिन्दा हुनुहुन्छ कि बाहिरबाट? बाहिरबाट हो, यतिकै यहाँ पढाइको लागि हो। पढाइको लागि आउनुभएको हो? कहाँ पढ्नुहुन्छ? ए पिएनमा हो, अहिले त ब्याचलर भ्याएर मास्टरको रनिङमा अब रनिङ हुनुहुन्छ। अनि यो अहिले हामी टक्कै भेट भयो तपाईँसँग, तपाईँ चाहिँ बिन्दवासिनीतर्फ लाग्नु भएको छ, कुनै विशेष कामले अथवा केले? यतिकै सपिङ गर्नलाई यता। हजुर। अनि यहाँ पोखरा चाहिँ यहाँ चाहिँ कस्तो लाग्छ यहाँलाई? राम्रो, भिजिटिङको लागि एकदम राम्रो छ। जस्तै हामी जुन कार्यक्रम रोड सो मार्फत चाहिँ हामीले केही प्रश्न सोध्छौँ त प्रश्नको जवाफ चाहिँ मिलाउनु पर्ने हुन्छ। जस्तै नेपालमा चाहिँ कतिवटा प्रदेश छन् केही यहाँलाई ज्ञान छ? 7वटा प्रदेश। 7वटा छ है। जस्तै यो तपाईँ जवाफ त मिलाउनु भयो, प्राइज पनि पाउनुहुन्छ नै। जस्तै ओखती साबुनको बारेमा यहाँले केही कतै सुन्नु भएको छ, पहिला केही छ? धेरै पहिला चाहिँ सुनेको हो के अरे, अहिले चाहिँ मैले युज पनि गरेको छैन, त्यति ज्ञान पनि छैन मलाई त। कस्तो हुन्छ भन्ने थाहा छैन, तर नाम चाहिँ सुन्नुभएको हो नि। अनि त्यो ओखतीको त्यो गीत पनि चर्चितै छ, त्यो गीत मार्फत नै होला है? हजुर हजुर, त्यही हो। जस्तै जुन यहाँले जवाफ मिलाउनु भएको छ, हाम्रो जुन श्री जयकाली जडीबुटी उद्योग प्रणालीद्वारा उत्पादित ओखती साबुन रहेको छ, त्यो साबुन चाहिँ हामी यहाँलाई वितरण गर्छौँ। यो चाहिँ यहाँलाई है त। हस्, अन्तिममा कार्यक्रम रोड सो हेरेर बस्नुहुने सम्पूर्ण दर्शकलाई के भन्न चाहनुहुन्छ? यो ओखती साबुनको चाहिँ प्रयोग गरिदिनु होला, अनि के भन्नु, प्रयोग गरिदिनु होला। एकचोटि यहाँले पनि प्रयोग गर्नु होला, कस्तो हुन्छ प्रतिक्रिया पनि दिन सक्नुहुन्छ है। हस् हस्, थ्याङ्क यू। कार्यक्रममा सहभागिता गरिदिनु भयो, धन्यवाद है। हस्, थ्याङ्क यू। यसरी कार्यक्रम रोड सो आजको लागि हामीले जुन छायाङ्कन गरिसकेका छौँ र आज कार्यक्रम यहाँलाई कस्तो लाग्यो? श्री जयकाली जडीबुटी उद्योग प्रणालीद्वारा उत्पादित ओखती साबुनले प्रायोजन गरेको कार्यक्रम रहेको छ। यो कार्यक्रम हामी विभिन्न ठाउँमा गएर यसरी नै गर्ने गर्छौँ र अघि पनि मैले कार्यक्रमको सुरुवातमा पनि भने कार्यक्रमलाई परिष्कृत गर्दै लग्ने चाहिँ हाम्रो जुन पूर्ण रूपमा प्रयास पनि रहनेछ र अझै यसरी कार्यक्रम चाहिँ गरिदिनु हुन तपाईँको कुनै प्रतिक्रिया छ भने पनि हामीलाई कमेन्ट बक्समा तपाईँले आफ्नो प्रतिक्रिया पनि मजाले राख्न सक्नुहुनेछ। र कार्यक्रम रोड सो विभिन्न माध्यममा आउँछन्, असल साथी मिडियाका, जस्तै तपाईँले युट्युबबाट असल साथी इङ्ग्लिसमा र असल साथी रेडियो भनेर नेपाली अक्षरमा सर्च गर्नुभयो भने पनि हामीलाई भेटाउन सक्नुहुनेछ। सँगसँगै फेसबुकमा असल साथी रेडियो भनेर पनि सर्च गर्न सक्नुहुनेछ र हाम्रो सम्पूर्ण कार्यक्रमहरू त्यहाँ तपाईँले हेर्न सक्नुहुनेछ। र आजको लागि कार्यक्रम रोड सो यति नै। यहाँलाई कार्यक्रम कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ र विभिन्न ठाउँमा यसरी नै हामीले कार्यक्रम गर्दै आउनेछौँ। तपाईँको गाउँ ठाउँमा हामी आउँछौँ, त्यहाँ पनि तपाईँले हाम्रो जुन कार्यक्रममा सहभागिता जनाएर जुन ओखती साबुन जित्ने सुनौलो अवसर पनि प्राप्त गर्न सक्नुहुनेछ भन्दै आजको लागि यति नै। कार्यक्रम रोड सोबाट म प्रकाश पनि बिदा हुन्छु। नमस्कार। असल साथी मिडियामा प्रसारण हुने कार्यक्रम रोड सोलाई श्री जयकाली जडीबुटी उद्योग प्रणालीद्वारा उत्पादित ओखती साबुनले प्रायोजन गरिदिएकोमा हामी धन्यवाद व्यक्त गर्छौँ। ओखती साबुन विशेष गरी चाया, पोतो, डन्डीपुर लगायतका जुन छालामा समस्या छन् भने तपाईँले यसको प्रयोग गर्न सक्नुहुनेछ र धेरै जो यसको प्रयोग गर्नुभएको छ यसका उपभोक्ताले भने यसको प्रतिक्रिया सकारात्मक दिनुभएको छ। एकपटक प्रयोग गर्न सक्नुहुनेछ। तपाईँको छालालाई सुहाउँदो भयो भने पक्कै पनि तपाईँलाई पनि यसले राम्रै नतिजा दिनेछ।